हेलो नमस्ते, म प्रकाश सुवेदी। आज यो सुन्दर हरेचा 5 मोरङमा अवस्थित नयाँ वृन्दावन गौशालामा 2081 सालको होली पर्व मनाइँदैछ। आउनुहोस् हामी सबै मिलेर होली पर्व मनाउँला। नाच्ने हो। नाच्ने हो। हाम्रो राष्ट्र राष्ट्रियता धर्म संस्कृति यी सबैलाई सम्झिँदै राष्ट्रप्रति सम्मान व्यक्त गर्नको निमित्त थोरै असहज महसुस गर्नुहोला, तरै पनि क्षमा प्रार्थी भन्नुपर्छ। हजुरहरू बस्नुभएको छ, कुर्सीको व्यवस्था नभएर बसाइको व्यवस्था भएकोले थोरै असहज पर्ला, तर राष्ट्रप्रति सम्मान व्यक्त गर्दै हामी राष्ट्रिय गायनमा प्रवेश गर्दैछौँ। तसर्थ यहाँहरू सम्पूर्णमा एकपटक उभिएर राष्ट्रिय गानको धुन बजेको बेला उभिएर राष्ट्रप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय धुनको लागि राष्ट्रिय गानको यस संस्थाका संस्थापक सदस्य श्रीमती शास्त्री महाराज
महामण्डलीय श्रीमती शास्त्री नारायण लगायत हाम्रा विशिष्ट पाहुनाहरू सबै यसमा उपस्थितिमा प्रमुख अतिथिबाट आजको यस कार्यक्रमलाई सफल कार्यक्रम रहेको छ। दीप प्रज्वलन गरी कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनको निमित्त म हार्दिक आग्रह गर्दछु भने हाम्रा गुरुकुलका वधु विद्यार्थी साथीहरू हाम्रा नारायण गुरुबाट षष्ठी भाषणको कार्यक्रम रहेको छ। धन्यवाद प्रमुख अतिथिज्यू विद्वत व्यक्तित्व जो हाम्रा गुरुदेव हुनुहुन्छ योगेश भण्डारीज्यू, उहाँको मुखारवृन्दबाट होली पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई दर्शाइदिनु हुनको निमित्त म यहाँ अलिकति अगाडि कुर्सी ल्याउनेछु। त्यहाँ बसेर उहाँले यो धार्मिक महत्त्वका बारेमा, सांस्कृतिक महत्त्वका बारेमा अत्यन्त सटीक रूपमा आफ्नो भनाइलाई शास्त्र सम्मत रूपमा प्रस्तुत गरिदिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। एउटा साधुको चरण जहाँ पर्छ, एउटा साधु सच्चा साधुले जहाँ टेक्छ, त्यो टेकेको ठाउँ ठुलो भए पनि हिलो भए पनि एक दिन तीर्थ बन्छ। दिनबन्धु शास्त्रीजी महाराजले यो ठाउँलाई तीर्थ बनाइदिनु भएको छ। शास्त्रीजी महाराज त पछि आउनुभयो, तपाईँ हामी यो ठाउँका धेरै अगाडिदेखिका कति इटरीमा जन्म्यौँ, कति बराक क्षेत्रबाट आउँदा इटरी जहिले तहिले बाटो हिँड्यौँ, विराटनगर झापातिरबाट आउँदा इटरीको बाटो हिँड्यौँ। आज हामी नयाँ वृन्दावन गौशाला भनेर जहाँ यहाँ बसेका छौँ, यो ठाउँ कुनै बेला सायद हाम्रा हजुरबा हजुरआमाहरूले कोही मान्छे मऱ्यो भने गाड्न र पोल्न ल्याउने ठाउँ हो। आज त्यो चियानघारी शास्त्रीजी महाराजको कारणले गर्दा नयाँ वृन्दावन गौशाला पावन तीर्थ बन्यो। त्यसका साधुको श्रीचरणमा म नमन गर्दछु। तर होली पर्वको माध्यमबाट
आज यहाँनिर जो हामी एकत्रित भएका छौँ केही वर्षदेखि होली यहाँ चलिरहेको छ। म पनि सायद 2-3 वर्ष अगाडिको जस्तो होली कार्यक्रममा एकपल्ट आउन पाएको थिएँ र आज फेरि दोस्रोपल्ट आउन पाएको छु। बडा खुसी लागेको छ। होली हाम्रो सामाजिक एकताको प्रतीक पनि हो, सौहार्दताको प्रतीक पनि हो। आज जताततै डेमोक्रेसी, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र शब्द उयो, आशय उयो। जताततै जहाँ पनि लोकतन्त्र भनेर भन्छन्। यदि धर्ममा पनि लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र खोज्न भने केवल हिन्दू सनातन धर्म मात्रै हो। यहाँ अनेक विकल्पहरू छन्। अरू धर्म भनेको सब एकतन्त्रीय धर्म छन्। माने पनि नमाने पनि अर्को विकल्प हुँदैन। हामीसँग गणेशलाई नमाने, शिवलाई नमाने, दुर्गालाई नमाने, अनि विष्णुलाई नमाने शिव, यो अनेक विकल्प मान नमान सबै किसिमका स्वतन्त्रता हामीसँग रहेका छन्। र अनेकताको बिचमा पनि एकता प्रदर्शन यदि कसैले गर्छ भने सनातन धर्मावलम्बी हामीले गर्दै ल्याएका छौँ र गर्नुपर्छ र भविष्यमा पनि गरि नै रहनुपर्छ। यो महान होली असत्यमाथि सत्यको जित, अन्यायमाथि न्यायको जित, अधर्ममाथि धर्मको जित र पापमाथि न्याय र धर्मको जितको प्रतीक हो होली। होलिका नाम गरेकी हिरण्यकश्यपकी बहिनीलाई, जसले प्रहलाद जस्ता भक्तलाई, न्याय प्रेमीलाई जलाएर खरानी बनाउन खोज्थे, ऊ आफै जलेर खरानी भएको खुसियालीमा अहिले पनि तपाईँहरूले यो सामाजिक धार्मिक रूपबाट यो पावन रङको पर्व होली खेल्दैछौँ। तर समय सँगसँगै अब सायद रङमा धेरै केमिकल मिक्सचर होला। अब अहिले रङ मुछेको टिका लगायो भने पनि ढुङ्गाले घोट्नुपर्छ, हतपत्त त्यो रङ जाँदैन। संस्थाका आयोजक, यहाँका सबै हर्ताकर्ता, युवा सन्त, एकजना व्यक्तिले सारा कपडा खोलेर एउटा धोती बेरेर पनि यो समाजमा केही गर्न सकिन्छ भन्ने एउटा नमुना प्रस्तुत गरिरहनुभएका दीनबन्धु शास्त्रीप्रति तपाईँहरू सबैको तालीसहित अभिनन्दन गर्न चाहन्छु। तपाईँहरूको ताली माग्छु। योभन्दा अगाडि स्थानीय जननिर्वाचितहरूबाट होली महोत्सवको कार्य हुँदै गर्दा आज प्रदेशकै मुख्यमन्त्री यहाँ ल्याइसकेपछि यसको गरिमा र ओज बढेको छ। मैले यहाँ तपाईँहरूसँग राख्नुपर्छ, होली पर्व मनाउँदै गर्दा खालि प्रहलादको मात्रै कुरा हुन्थ्यो भने होलीको महत्त्व हुँदैन थियो होला। त्यहाँ साथै होलिकाको चरित्रको पनि उत्तिकै महत्त्व छ। हामीले सुन्ने गरेको कृष्ण चरित्र यदि सार्थक हुनका लागि कंसको चरित्र पनि सँगै जरुरी छ। राम सफल हुनका निमित्त रावणको गतिविधि उत्तिकै जरुरी थियो सायद। मैले यसो किन भनिरहेको छु भने यो गौशालामा काम गर्ने दीनबन्धु शास्त्री गुरुले संसारको सबभन्दा अग्लो, सबभन्दा ठुलो रथ बनाउँछु, मलाई प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयबाट यसलाई पर्याप्त पुग्ने गरी काठको व्यवस्था गरियोस्। म संसारका धार्मिक पर्यटकहरूलाई नेपालमा भित्र्याउनु छु, यो ठाउँमा ल्याउने छु र सुन्दर रैचाका बाटाहरू फराकिला हुनेछन्। यहाँका बासिन्दाहरूले आय अर्जनमा राम्रो भूमिका निर्वाह गर्नुहुनेछ। यहाँको जीवनस्तर बदलिन्छ भन्ने अठोटका साथ उहाँले माग गर्नुभयो र अन्तिम प्रयत्नसम्म हामीले गऱ्यौँ। तर सरकारको छिनछिनमै परिवर्तनले ती भएका निर्णयहरू पुरा हुन पाएनन्। मुख्यमन्त्रीज्यू, यो उहाँको अभिष्ट पुरा गर्ने एक प्रकारको वचन यहाँबाट आओस् भन्ने चाहना राख्छु म। यो सबभन्दा अग्लो रथ यात्रा गर्नेले खालि रथ यात्रा मात्रै गर्दैन, हाम्रो आय आर्जन र हाम्रो धार्मिक पर्यटनको आन्तरिक महत्त्वलाई पनि बढावा दिन्छ र सुन्दर हरैचामा प्रदेश एकको सबभन्दा ठुलो धार्मिक केन्द्रीकरण पनि हुन सक्छ र जसले मानव जातिलाई एउटा नयाँ चिज दिनेछ भन्ने कुरा सुरुमा राख्न चाहन्छु। र यो क्षेत्रमा विद्यालय, बाटाघाटा, वन जङ्गलले पारेको प्रभाव र आर्थिकको प्रकोपले नागरिकहरू असाध्यै आक्रान्त छन्। स्थानीय सरकार 2 लाखको तोक लाउने सामर्थ्य राखिरहेको छैन। त्यसकारण म अनुरोध गर्न चाहन्छु, यो होलीको पावन अवसरमा हाम्रा यी व्यथितहरूलाई ठिक ठाउँमा लान सक्ने सामर्थ्य हामी सबैलाई प्राप्त होस् र गलत मनसायबाट राजनीतिमा हामी जसरी काम गरिरहेका छौँ ती गलत मनसायहरू ठिक ठाउँमा आउने बल र तागत पनि यी सबै धार्मिक मनहरूको आशीर्वादबाट प्राप्त होस्। हामी सबै
ठिक बाटोमा ठिक तरिकाले समाजका मुख्य मुख्य समस्याहरूलाई समाधान गर्ने दिशामा अगाडि बढौँ। म यहाँहरू सबैलाई होलीको यो पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु र यति कुरा राख्दै म विराम चिन्ह राख्दै बिदा हुन्छु। धन्यवाद। ह्याप्पी होली सबैलाई। नमस्कार।
के